हेलो एन्ड वेलकम। आज पनि यही हाम्रै मनाङको नाचे गाउँमै रहेर चाहिँ भिडियो बनाउँदैछु म है। आज चाहिँ गाउँघरतिर खाना खान जाने भिडियो, गाउँघरतिर पाहुना खान जाने भिडियो भनौँ न, एकदम सर्ट भिडियो त्यो चाहिँ अपलोड गरिदिएको छु। लाइक गर्नु, कमेन्ट गर्नु, सबभन्दा धेरै चाहिँ सब्सक्राइब गर्नु। थ्याङ्क यू, किप सपोर्टिङ। मेरो छोराको भिडियो बनाइदिनु त त्यहाँ बाबु के भन्छ मेरो छोरोले अहिले चाहिँ यो हामीलाई यो गाउँघरमा खाना खान बोलाएको हुनाले खाना खानको लागि छोरा फ्यामिली सहित गइरहेको भिडियो हो यो चाहिँ है। चिया हो यो ठुले अरू मिस्टर लिया कहाँ जान लाग्यो? खाना खाना भन। ल गो गो के भन गो मिस्टर लिया गो। स्याउ रे आलु बुखारा है एउटा सानो भयो नि गुल्ली छ। अस्ति तपाईँको उसमा खाएको चाहिँ दामी थियो तपाईँको बारेमा। यो अलिक सानै खालको रहेछ कि है? के ओहो कुसिली बोकेर आएको आज त पुरा कुसिली बोकेर आइदियो। चाहिँ हो हाम्रो गाउँको भ्यू हो है। तलतिर चाहिँ बाटो बनाउने काम चलिरहेको छ। अहिले हामी जान लागेको छु त्यो घरमा, रातो घरमा त्यहाँनिर पुग्नुपर्ने चाहिँ खाना खान जानुपर्ने चाहिँ त्यो हो। अहिले चाहिँ गाउँ चाहिँ माथिबाट तल ओर्लिँदै गरेको बाटो यही हो। सिन चाहिँ एकदमै राम्रो छ। यो चाहिँ अब चाहिँ हाम्रो यो गाउँमा हुने मनाङ गाउँमा हुने स्याउ एकदमै सानो साइजको सानो बोटमा स्याउ चाहिँ ठुलै तर एकदमै धेरै हुने रहेछ कि सानो सानो हुने हेर, एकदम पाकेको स्याउ पुरै बोटमा स्याउ फलेको छ। यत्रो सानो बोटले चाहिँ कसरी चाहिँ धान्छ नि यत्रो स्याउ फेरि ठुलै हुन्छ अरे। फेरि यो चाहिँ स्याउको फार्म हो क्या, हाइब्रिड स्याउ भन्दो रहेछ यो चाहिँ। सबैमा चाहिँ स्याउ नै स्याउ फलेको छ। फेरि सानो बारी छ, यत्रो बारीमा क्लाइमेट राम्रो भएर पनि होला सायद सबै बोटमा एकदमै धेरै लट्ट रम्म परेर स्याउहरू उम्रिरहेको छ कि हेर्दा पनि मजाले आनन्द आउने तरिकाले। खासै मेहनत पनि नगरिकन जस्तो देखिन्छ, कागती जस्तो कागती रोपाई जस्तो स्याउ आउँदो रहेछ यहाँ चाहिँ। फेरि मजाले बोटमा अहिले नै खान मिल्ने तरिकाको रातो रातो भइरहेछ यो स्याउहरू चाहिँ। अनि हामीले चाहिँ टिपेर पनि खान्छौँ कहिलेकाहीँ चाहिँ, त्यस्तो खालको स्याउ छ। यो राम्रो
वेदरले गर्दा पनि होला सायद। अब चाहिँ बाटो जानु पर्छ फेरि। यहाँदेखि चाहिँ डोना लेक जान्छ अरे यो रुट चाहिँ। यो डोना लेक जाने रुट माथिबाट नाचेको आउँदै डोना लेक। अब चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ खाना खाने प्रोग्राम छ यो घरमा चाहिँ। अनि खाना खाएर एउटा सिन माथिको गाउँ तलको गाउँ वरिपरि भएको गाउँको चाहिँ सिन देखाइदिन्छु म, जसले गर्दा चाहिँ अझै राम्रोसँग चाहिँ थाहा हुन्छ यो ठाउँको बारेमा है। ल यो सिन चाहिँ हो अहिले चाहिँ यो चाहिँ तल फाँटबाट देखिने सिन। माथि गाउँको वरिपरि भएको पहाडको एकदम कडा हावा लाग्दो रहेछ फेरि यहाँ चाहिँ। यो जङ्गल चाहिँ बिचमा सानो जङ्गल छ हावा कडा लाग्छ फेरि यहाँ। हावाले उडाउला जस्तो यो सिन देखाइदिन्छु नेचुरल सिन। यो माथिको गाउँ चाहिँ हो गाउँ, यो चाहिँ तल है नाचे गाउँ वरिपरि पुरा पहाडले घेरेर बसेको। तल पहाड यो चाहिँ माथि चाहिँ गाउँ। वेदर एकदमै ह्यान्डसम छ फेरि। ओ माई गॉड है बिचमा फेरि यो के मन्दिर छ अरे यसमा चाहिँ माताको एक मन्दिर छ अरे। अन्त सब पहाडै पहाड पहाडै पहाडमा बनेको गाउँ नाचे गाउँ। यो घरमा चाहिँ हामी चाहिँ आज खाना खाना घर चाहिँ यो हाम्रै आफ्नै मान्छेको घर भन्नुपर्छ। आज खाना खाना बोलाएको कारणले गाउँघरतिर खाना खाने हिँड्ने यही भइरहेछ। यही हो अब चाहिँ लाइक सब्सक्राइब कमेन्ट गर्नु, अलिकति सब्सक्राइब चाहिँ बढाइदिनु होला। र भिडियोजहरू भइरहेछ नभए पनि यही भइरहेछ, प्रोफेसनल नभए पनि है। लाइक कमेन्ट सब्सक्राइब प्लिज।